नमस्कार, ओम शान्ति। आज हामीले खास गरेर आत्मा र परमात्मामा के भिन्नता छ योभन्दा अगाडिको भिडियो हामीले आत्मा के हो, परमात्मा के हो भन्ने कुरा केही हदमा थाहा पायौँ भने आज हाम्रो शीर्षक हुनेछ दुईटैमा भिन्नता के छ। आत्मा र परमात्मामा भिन्नता के छ र दुईटैको समता के छ त्यसलाई हामी सम्झौँ गर्छौँ। र योभन्दा अगाडिसम्म हामीले छोटकरीमा के थाहा पायौँ भने हामी सबै आत्मा हौँ, हामी शरीर होइन। आत्मा हामी सबै परमधामबाट आएर अस्थायी रूपमा यो मानव तनको भ्रिकुटीको बिचमा दुनो भाउको बिचमा बसेर हामी त्यो शरीरलाई चलाउँछौँ। र परमात्मा का हामी सन्तान हौँ, परमात्मा हाम्रा पिता हुन् भन्ने कुरा थाहा पायौँ। आज आत्मा र परमात्मामा समता के छ, पहिला एकरूपता के छ त्यो भन्नुपर्दाखेरि आत्मा पनि हामी निराकार छौँ, परमात्मा पनि निराकार हुनुहुन्छ। हामी आत्मा ज्योति स्वरूप, ज्योतिको एउटा कण स्वरूप छौँ, अति सूक्ष्म छौँ, कहिले विनाश हुनै सक्दैन। अविनाशी आत्मा हौँ, शक्ति स्वरूप आत्मा हौँ भने हाम्रा पिता परमात्मा पनि अति सूक्ष्म छन्, हुनुहुन्छ। उहाँ ज्योति बिन्दु स्वरूप नै हुनुहुन्छ। साइजमा आत्मा र परमात्मामा भिन्नता छैन, साइजमा उही सूक्ष्म कण नै जो हो, र उसको शक्तिमा चाहिँ फरक छ। हामी दुवै आत्मा र परमात्मा दुवै परमधाममा, सुरुमा परमधामबाट आएको हो र परमात्मा सधैँ परमधाममा नै बस्नुहुन्छ। अब कसैले परमधाम भन्छन्, गीतामा परमधाम पनि भनेको छ। कसैले मूल वतन, कसैले मुक्तिधाम, शाश्वत धाम, निर्वाण धाम, गोलोक हैन, ब्रह्म, अनेक नामाकरणले भन्ने गरेछ जानिन्छ भने ठाउँ चाहिँ त्यही हो, परमधाम नै हो। जुन परमधाम यो पृथ्वीको 5 प्रकृतिभन्दा पनि टाढा एउटा सूक्ष्म वतन आउँछ, त्यहाँभन्दा पनि टाढा, जुन ठाउँमा न त सूर्यको, न चन्द्रमाको, न कुनै तारागणको प्रकाशको त्यहाँ पहुँच त्यस्तो छ। र त्यो ठाउँ भनेको स्वप्रकाशित लाल रातो प्रकाश भएको स्वप्रकाशित दुनियाँ हो। त्यहाँ परमधाम बस्नुहुन्छ, परमधाममा बस्नुहुन्छ परमात्माले। हामी पनि त्यहीँबाट आएको हो। परमात्मा पनि सतोगुणी संस्कार छ भने हामी उनका सन्तान पनि सतोगुणी संस्कारका छौँ। फरक के छ भने हामी जन्म मरणको चक्करमा आउँछौँ। यो सृष्टि नाटकमा आफ्नो पार्ट खेल्नलाई हामी पटक पटक कहिले स्त्री, कहिले पुरुषको रूपमा यो शरीर धारण गरेर हामी आफ्नो नाटकमा रहेको पार्ट पुरा गर्छौँ भने परमात्मा कहिले पनि यो पार्टमा कहिले आउनुहुन्न, जन्म मरणको चक्करमा आउनु। त्यसैले त भनिन्छ भगवान भनेको निराकार हो, अजन्मा हो, सदा शाश्वत हो, सधैँको छ, सदा शिव छ। हाम्रो आत्मा र परमात्माको क्षमता यो हो। भिन्नता भनेको हामी जन्म मरणको चक्करमा आउँछौँ भने परमात्मा हाम्रो पिताजी हुनुहुन्छ, जन्म मरणको चक्करमा आउनुहुन्न। कर्मले गर्दा हामी आत्मालाई विभिन्न किसिमका गुण दोष
हाम्रो आत्मामा लेप लाग्छ। शास्त्रवादीमा त निर्लेप भनेर त होइन, आफ्नो गुण दोष अनुसार कर्ममा लेप लाग्छ भने परमात्मामा कहिले पनि लेप लाग्दैन, किन उहाँले काम गर्नै पर्दैन। काम गर्नु भनेको जन्म र मरणको चक्करमा आएपछि मात्र हो। जन्म मरणको चक्करमै नआएपछि उहाँलाई गुण दोष लाग्ने कुरै भएन र सदा एक नासको उहाँको इन्टेन्सिटी शक्ति उहाँको केही क्षय हुँदैन। जसरी सूर्यको लाइटमा कहिले क्षय हुँदैन, सधैँ एक नासले टल्किरहन्छ, चम्किरहन्छ। चन्द्रमाको त कला अनुसार 15 दिनमा चेन्ज हुन्छ, 15 दिनमा बढ्दै 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 फुल चन्द्रमा, पुरा चन्द्रमा पूर्णिमा हुन्छ, फेरि घट्दै घट्दै अमावास्या हुन्छ। तर सूर्यको त्यस्तो हुँदैन। त्यसै गरी त्यसै गरी हामी आत्मा हामी जन्मको चक्करमा आउँछौँ। हाम्रो कला पनि कहिले बढ्छ, कहिले घट्छ। राम्रो काम गर्यो भने हाम्रो कला बढ्छ, दैवी शक्ति धारण गर्यो भने आत्माको स्वरूपमा चेन्ज हुन्छ। नराम्रो काम गर्यो भने हाम्रो कला घट्छ। तर हाम्रा पिता परमात्माको कला कहिले पनि घट्दैन। उहाँ सदा एक नासको हुनुहुन्छ। र परमात्मा अब एक छिन के गर्नुहुन्छ त, उहाँको गुणधर्म के हो भन्दाखेरि उहाँ पहिला पनि भने उहाँ शाश्वत हो। उहाँको गुणधर्ममा उहाँ आउनै हुनुहुन्न, अजन्मा हो। कोही पनि जीवधारी शरीरधारी भगवान हुनै सक्दैन। जन्म मरणको चक्करमा आउने बित्तिकै त्यस्तो भगवान हुनै सक्दैन, किनभने शरीरमा आउने बित्तिकै उहाँलाई दोष लाग्छ। त्यसैले भगवान भनेकै अजन्मा हो। त परमात्मा अजन्मा हुनुहुन्छ, सर्वशक्तिवान हुनुहुन्छ, सर्वज्ञ हुनुहुन्छ। उहाँलाई सबै कुरा थाहा हुन्छ। तर सर्वव्यापी होइन। सबै कुरा थाहा पाउनलाई सर्वव्यापी हुनु जरुरी छैन। जुन शास्त्रमा भनेको छ सर्वव्यापी छ, कणकणमा छ, घटघटमा छ, कुकुर बिरालो सबैमा छ। भगवान त्यहाँ हुनुहुन्न भने उहाँ सर्वज्ञ हो र एक ठाउँमा बसेर उहाँलाई सारा चिज उहाँलाई सबै इन्फर्मेसन हुन्छ। फेरि शङ्का होला, कहाँ कसरी हेर्नुहुन्छ, त्यत्रो टाढा छ भने त कसरी हेर्नुहुन्छ। यसको सामान्य उदाहरण भनौँ, मानव निर्मित एउटा सेटेलाइटले माथिबाट सबै कुरा वाच गर्न सक्छ, हेर्न सक्छ, सबै जानकारी लिन्छ। मानव निर्मित जो ब्रह्माण्डकै निर्माता हो, त्यो माथि बसेर किन उसलाई इन्फर्मेसन थाहा हुँदैन। त्यसैले परमात्मा सर्वज्ञ हो, सर्वव्यापक चाहिँ होइन। उहाँ शान्तिको सागर, अब हरेक गुणकै सागर भनौँ न, के अब शान्तिको सागर, प्रेमको सागर, आनन्दको सागर, ज्ञानका सागर, सद्गति दाता। उहाँ प्रत्येक दिन आएर पढाउने काम गर्नुहुन्छ। त्यसले उहाँ शिक्षक पनि हो। आफ्नो बच्चाहरूलाई परिपक्व बनाएर लास्टमा आफू सँगसँगै लान्छ, त्यसले सद्गति दाता पनि हो। अरू मानव सद्गति दाता त हुनै सक्दैनन्, किनभने ऊ आफै मुक्त छैन। सद्गति गराउनलाई त आफै मुक्त हुनु पर्यो नि। आफै बाँधिएको छ। आफू बाँधिएको व्यक्ति अरूलाई कसरी बन्धन मुक्त बनाउन सक्छ? कहिले पोसिबल छैन। त्यसैले मानवको रूपमा कहिले पनि जो कोही पनि भगवान पनि हुन सक्दैनन् र सद्गति दाता हुन पनि सक्दैन। केवल एक निराकार शिव बाहेक, बाबा बाहेक। उहाँले नै पतितलाई पावन बनाउनुहुन्छ। दुःखहर्ता सुखकर्ता नै उहाँ नै हो। इभेन ब्रह्मा विष्णु शङ्करको रचयिता हो। हामी रचना हो। ब्रह्मा विष्णु शङ्कर पनि रचना हो।
शिवको र त्यही ब्रह्मा विष्णु शङ्कर जुन हामी गड भन्छौँ, गड अर्थात् जी जेनेरेटर, ओ अपरेटर र बी डिस्ट्रोयर भनेर चाहिँ ब्रह्माबाट स्थापना गराउनुहुन्छ, ब्राह्मणको उत्पत्ति गराउनुहुन्छ सृष्टिको आदिमा, विष्णुद्वारा पालना गराउनुहुन्छ, शङ्करद्वारा विनाश गराउनुहुन्छ भनेपछि उहाँ त उत्पत्तिको काम गराउनु पनि उहाँको, पालन गराउने पनि अरूबाट गराउनुहुन्छ, तर गराउन चाहिँ तिनटै काम गराउनुहुन्छ। सृष्टि चक्रको सारा ज्ञान सृष्टिको सुरुमा के भयो, के हुन्छ, अहिले के भएर त अब आउने दिनहरूमा के हुनेछ भन्ने खालका कुरा डिटेलमा उहाँले पढाउनुहुन्छ। त्यसैले सृष्टिको आदि, मध्य र अन्तको उहाँ ज्ञाता पनि हुन्छ, सबैको सद्गति दाता हुन्छ। जस्तो सुकै पत्थर बुद्धि किन होस् त्यस्तोलाई पनि एउटा परमात्माको वचन सुनेपछि पारस बनाउँछ। त्यसैले उहाँ पारस बुद्धि बनाउने वाला पनि हो। परमात्मा शिव बाबा एउटा उद्देश्य दिन्छ। सामान्य नरबाट श्री नारायण र नारीबाट श्री लक्ष्मी समान बनाउनुहुन्छ। भन्न खोजेको उहाँ त नर से नारायण, नारीबाट श्री लक्ष्मी त्यस्तो पनि बनाउनुहुन्छ। उहाँ सदा सत्य भएको हुनाले र चैतन्यता चेतना भएको हुनाले, आनन्दको सागर भएको हुनाले परमात्मालाई हामी सत्य चित्त आनन्दका रूपमा सत्यचित आनन्दको रूपमा आउनुहुन्छ परमात्मा। त्यसैले त हामी भन्छौँ सच्चिदानन्द भगवान भन्छौँ, अर्थात् सत्य हो, सदा सत्य छ, चेतना पनि छ, प्रकृतिद्वारा हरेक काम गराउनुहुन्छ र आनन्द सत्यको सागर पनि हुनुहुन्छ। त्यसैले सत्यम शिवम सुन्दरम जुन भन्छौँ एउटा परमात्माकै सम्बोधन गर्ने एउटा स्लोगन, जो सदा सत्य छ, शिव नै हो र उहाँ नै सुन्दर हो। नमस्कार।